आजी बोलेको चिनेन नि आउँदै डर लागेको त टिस्टा कमान बेउला ना लु अहिले चाहिँ रेडी हुनुहुँदैछ लेट भयो म त आई वाज अल्सो गेटिङ रेडी द्याट इज वाइ अन्त अहिले एकछिनमा सबै फिनिस भएर guys, welcome back to my channel. It's me Rebecca. Thank you so much for tuning in. I'm glad that you are here. So अहिले चाहिँ हतार भइरहेको छ. Today is the second day. जन्ती लाने दिन हो हैन. हतार भएर तयार भएर सबै अलिअलि भिडियोहरु क्याप्चर गरेको छु. आज चाहिँ सिधै अब हामी जादा भेट्छु ल. इन्ट्रोै गरेको थिएन त्यही कारण इन्ट्रो गर्न आको है. रेडी भइसक्यो अहिले 5:30 भयो हामी हिँड्न हो अनि अब यो नेक्स्ट भिडियोमा चाहिँ म बेहुला पनि देखाउँछु हाम्रो गाडीहरू देखाउँछु हैन अहिले चाहिँ हामी रेडी भइरहेको छ यस्तो मेरो आउटफिट हो पुरा त देखाउन सक्दिनँ पुरा भिड छ हतार छ हो एकछिनमा देखाउँछु नि है बाइ बाइ त्यो पछाडि म उयो भयो यस्तो हुन्छ है खिचिस फोटो आइरहेछ त रेडी जन्ती चाहिँ निस्किउन पहिला फोटो पठाइदेऊ नमस्कार अभी तक देखिए आधा रास्ता पार होना चाहिए था देखिए ल काकी अलिक बाहिर आउनुहोस् न
त्यो तल चस्मा लाउनु न चस्मा लाउनु न पर्खिनुहोस् है एकछिन बेहुला कसले गर्छ लु फुलमा गाइस अब चाहिँ हामीले बेहुलालाई मतलब जन्तीको अब चाहिँ बेहुला हाल्दैछ बेहुला यहाँ चाहिँ देउराली पुज्नु भएको अरे मामाहरूले होइन यस्तो हुन्छ यो कल्चरमा गाडी हिजो हामीले त होइन हामीले अलिअलि सिँगारेको दादाहरूले गर्नुभएको ये नंबर 2 गाड़ी है इसमें सब लेडीज बैठी है अरू गाडीहरू यहाँ छ बेहुरा यहाँ उक्लोबन्दी बाजे भयो अङ्कल मिला त गाडी बस सबैलाई पुरै छ गाडी मजाले उयो छ कि खाली खाली नै हुन्छ बाबा एउटा स्टप हामी यहाँ मन्दिरमा रोक्नु भएको छ पूजा गर्नुलाई एउटा यहाँ छ पेमेन्ट सबै यहाँ बेलुका हाम्रै हामी कुनै कहाँ आइपुग्यो कुनै त्यो स्टपमा र हामी चाहिँ दामी घाम लागिरहेको छ अन्त चाहिँ हामी चाहिँ यहाँ स्टप गरेर चाहिँ यहाँ फोटोहरू खिच्नु हुँदैछ दादाहरूले होइन बाबाहरूले फुपूहरूले सबैजनाले यहाँ फोटोहरू खिच्नु हुँदैछ हो चिन्बिसाको अरे यहाँ लोकन्दा बेहुला चाहिँ यहाँ हुनुहुन्छ होइन फोटो खिच्नु हुँदैछ गाइस हामी चाहिँ यहाँ के भन्छ टिस्टाको बजारमा त्यहाँ रोकेर एउटा होटेलमा रोकेर चिया खानु चाहिँ झरिरहेको छौँ अरू गाडीहरूलाई पनि पर्खिरहेको छौँ यो देख्दै गरेको चाहिँ टिस्टा रिभर त्यही दामी देखेको ओभरसम्म हामी आइपुग्यो मेन भेन्यूमा यहाँनिर छ होइन तपाईँलाई झरेर देखाउँछु ल अब गाडीबाट निस्किन आँटेको सबैजना अगाडि छ हाम्रो गाडीहरू द ग्रान्ड कालिम्पोङ सबै गरमले युज भएर कहाँ हुन्छ गरमले हतार भएछ खै बेहुला चाहिँ ए मैलाले केही देखिन हामीसँग आउनुभएको मामाहरूलाई भात खुवाएर चाहिँ यस्तो गरिदिनु हुँदो रहेछ ए मामाहरू यस्तो भएर आउनु भएछ भात खुवाएर
Welcome to the wedding of Menuka and Abhinay. And यहाँ चाहिँ लेखेको छ शुभ विवाह। यहाँ चाहिँ छ हाम्रो जन्तीहरू। अब चाहिँ हामीलाई भित्र पसेर दिनुहुन्छ अरे है त। अहिले भेटौँ है। चिनेन नि? आउँदै डर लागेको त टिस्टा माछा खाँदा एक क्या मैले के गर्नु मामा चाहिँ अचम्मै राम्रो पाउनु भएछ हजुरहरूले। हजुर बाटो चिनाउने तपाईँ स्लो मोसनमा झर्नुहोस् देउला। मजाको देख्दै लगाउनु अरे हामी के भन्नु दिदी 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 निरमा दिदी छ के पर्सु जिँदै दिन भन्दैछ। पाली लाउनु पर्छ मामा छेकेर पाली लाउनु पर्छ जोरदार हामी जो ए खोइ त्यहाँबाट सुलालाई जा दिदीहरू ल। हिजो हामीलाई सिङ्गार दिनुहुने हाम्रो मामा मजा रहेछ मामा मजा रहेछ मजा रहेछ ब्राइडल एन्ट्री एन्ट्री अरे मैले एन्ट्री ब्राइडल एन्ट्री सुमिता के भन्छु दुईजना चाहिँ के अरे दुईजना चाहिँ मेरो बहिनीको भ्लगमा होइन अब हामी दुईजना चाहिँ सिङ्गल पऱ्यो होइन कोही छ भने चाहिँ हामी दुईजनालाई कन्ट्याक्ट यहाँ कन्ट्याक्ट नम्बर राखिदिनु। यहाँ चाहिँ यस्तो बनाउनु भएको रहेछ बेलालाई माथि लग्यो होइन। हामी चाहिँ पहिला अलिअलि कोल्ड ड्रिङ्क्सहरू गरेर खाएर चाहिँ जाने हो।
दादा र भाउजू बस्ने मण्डप चाहिँ रहेछ है इट्स गुड समर्पयामि यहाँ ब्रह्माजीलाई चढाइदिनु त्यति लो मलाई पुरा ठेल्छ भनेर मन लाग्यो यानि गानि च पानि जन्म अन्तर्गतानि च तदा तुमे ओम गणानां त्वा गणपति गं हवामहि त्रिहणां त्वा प्रियपति गं हवामहि निधिनां त्वा निधिपति गं हवामहि वसो मम आहम जानि कर्म तम ध्याति गर्नु ओम श्री गणेशाय नमः दुई जनाले गणेश भगवानलाई चढाइदिनु त्यो फुल भेट्नु भएन नि यहाँ दिनु यहाँ चाहिँ अब खाना खानाको हामी चाहिँ खानु बसेको यहाँ छ चिकन होइन उहाँ चाहिँ मटनहरू पनि छ मेरोमा चाहिँ चिकन यो पोटेटो समथिङ गुन्द्रुकको अचार नान होइन यो करेला रस मिठाई पुलाउ मटर पनिर अनि सम स्यालेड किन कम्फर्टेबल हुन्छ नि त भाउजूको घर चाहिँ कहाँ हो तपाईँहरू त आयो नि
सामानहरू छ के छ मलाई पनि थाहा छैन हालेको छ होइन त्यो गरगनाहरू कहाँ छ के छ है त्योहरू पनि लगाइदिने अनि हरियो पोतेमा भएको सामानहरू चाहिँ नदिने होइन ल लगन गर्दाखेरि अरू गरगनाहरू एउटा मायाले होइन मायाले तपाईँलाई केही स्वीकार गर्नुहोस् अनि यसलाई जतनले मेरो संस्कृतिले मलाई हिसाब थाप्नुहोस् बडाबाउ समाइदिनुहोस् बडाबाउ समाइदिनुहोस् ल ल अब भन्नु मैले पनि अब है होइन पर्दैन अब बहिनीहरू जानुहुन्छ होइन अब उहाँ तपाईँलाई तयार बनाउनु यहाँको उहाँको माइतीहरू जानुहुन्छ है अनि बेहुलीलाई तयारी बनाउनुको लागि चाहिँ हाम्रो चेली चाहिँ जानुहुन्छ तपाईँको चेलीहरू जानुहुन्छ उहाँहरू दुईपट्टि मिलेर काम गर्ने र तपाईँले पनि उठाउनु यो सामानलाई उठाउनु मैले पनि अब मेरो इच्छाले खुसीले है मैले एउटा आफ्नै चोइसले है मेरो श्रीमतीको लागि केही वस्त्र गरगनाहरू जे जति छन् है लिइदिएको छु खुसीसँगले स्वीकार्ने सुन्नुपर्छ मैले कोही अब उहाँसँग हाम्रो लोकलीहरू हाम्रो बहिनी दिनुहोस् होइन भारी पकाउनु भएको हामी माथि रुममा आइरहेको छ भाउजूलाई तयार पार्नु केटाहरूकोपट्टिबाट जेलेको हुन्छ अब लुगा चेन्ज गर्छ सो त्यही चेन्ज गर्नु चाहिँ भाउजूलाई तयार पार्नु आइरहेछ बुनिया छ होइन देखाउँछु भाउजूलाई अब भाउजूलाई अब भाउजू त अनि बेहुली रेडी भए त्यसैले आउटफिटमा खै बेहुला बेहुला रेडी भयो बेहुला त्यो लुगा भित्रबाट पारिदिनु कानी जबा पानी जन्मान्तर्गतानि च पदिनु यसरी यानि कानी जबा पानी जन्मान्तर्गतानि च तानि सर्वान्न गन्तु प्रदक्षिणां पदे पदे ओम मङ्गलं भगवते तलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि तदेव लयनं सुदिनं तदेव ताराबलं शङ्करबलं तदेव विद्याबलं दैवबलं अलिक छिटो छिटो कुदौँ है अब लु माथि शिवको चाहिँ मध्य लगाइदिनु ल मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज तपाईँलाई म सधैँ तपाईँको स्थान दिन्छु भनेर यहाँ कहाँ ल आउनुहोस् सक्यो अलिकति उहाँलाई पूर्णावती गराउनुहोस् वेदा गराउनुहोस् एक दो
3.5 त भन्नु भएन होला मैले होइन बाई बाई गलम भयो गलम भयो आजी 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 बोलेको बोलेको कस्तो पुच्चिले छ नि अन्जको गाला रहेछ बाई बाई हाम्रो भाइ जस्तो लाग्यो सानोको उ हेर्नु बाई 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 तिन चाहिँ कहाँ अर्जुन कपुर चिन्नु भयो होला के बिचारा सुमिता किन नपुगेको मामाले बोक्नु भएको मामा बोक्नु भएको बाई मामा
गाइस अब हामी गएको एकदमै ढिलो भयो मैले यो लास्टको चाहिँ क्याप्चर गर्नु पाइनँ पुरा थाकेर गाडीमा आएर बसेँ अहिले दादालाई भनेको छु दादाले क्याप्चर गर्नुभएको छ भने चाहिँ यहाँ क्लिप अट्याच गरिदिन्छु यो गाडीमा चाहिँ हामी निर्मला दिदी होइन यता भाउजू थाक्यो हामी त यता अगाडि फुपू छ के भयो निमदी थाक्यो पुरा हामी त पुरा थाक्यो बडाहरू अब सबैजना गाडीमा बसेर गएको बाई बाई अब हामी गीत सुन्दै सो त्यतिमै राख्छु अरे ल पुरा कपिराइट लाग्ने गीतहरू बजेको छ बिहाभरि अब बिहामा गीत बज्छ सो त्यो चाहिँ म्युट गरेर हालिदिन्छु नरिसाउनु ल बाई 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 बाबा भ्लग हेर्नु ल बाई